पुरोनी खाने सामान माछा भन्दा माछालाई लङमोजेत यो के छ हाम्रो थेमा यार जिम लगाउँदा लियामु हे हामी पो अगाडि मागदे हुँदैन ए हुँदैन ठीक हो तिने यान उल्लु धरेन माछी यान तिने उल्लु धरेन सो हाता बदल जाऊ कति बार गए सँगसँगै हिँडेको यो लामो बाटो यही टुङ्गेको छैन सुरु हुन्छ अब यात्रा बगी बसामा आउँदैछु एउटा देश हो कि कहीँ देश इतिहास 5 घुम्दै छु हो मैले चाहिँ इतिहास चाहिँ देशहरूको बिचमा स्थापित गरेको छु देशहरूको बिचमा लम्बे अरब कन्ट्री छैन हो अरब कन्ट्री बिच हो जो एरुसलेम तपाईँ जान्छे अमेरिका चाहिँ पहिला हजुर इजरायल त देशमै पऱ्यो जम्बा मान्यता छैन लिम अरब हरेक बच्चा गिभिङ इन फोटो सिटिया हो तपाईँको त्यो चाहिँ आज 100% के हुकुम गर्दा हिँड्दा अब क्या त्यसरी नभन्नु हो होइन त्यसरी अब यो खुट्टा चाहिँ डकमकाउनु हुँदैन भन्ने कुरामा अलिक जोड दिनु हो हालेलुया अनि के अरे अब मैले के गर्नुपर्छ फाइदा छ नि के छैन जग्गा पाउँदैन के भयो यो हो कि भोलि त अब यो संसार अन्तिम भएपछि उनीहरू त अलरेडी स्वर्गै जान्छ नि त त्योभन्दा अगाडि टाढा त्यता स्वर्ग जस्तो ठाउँमा कि त्यो पनि हामीले 100% नभनौँ एउटा विश्वासको आधारित हो त्यो होइन त्यसैले नर्क जस्तो ठाउँमा स्वर्ग जस्तो ठाउँमा भनेछ अब सिधै स्वर्ग पुग्नुको लागि चाहिँ पछि मात्र आउँछ हाय प्रभु पहिला होइन मैं बहुत थक रहा है पीछे पीछे आदमी है ये आदमी है किधर अभी हिंदी दाजू ओ दाजू बोल्नु न हो बोल्नु
मैं बहुत थाक रहे मेरो निधारमा पसिना पसिना है हामी उपवास गइराखेको छौँ हाम्रो यात्रा अनि हाम्रो स्थान चाहिँ मछुङ्गो डाँडा यानि कि रुबी भ्यालीमा रहेको मछुङ्गो एकदम सुन्दर ठाउँ परमेश्वरले सिर्जना गर्नुभएको ठाउँ हामी जाँदैछौँ तर आज हाम्रो यात्रा चाहिँ लङमुचे लङ्गुचेरसम्म दिन चाहिँ हामी बसाइ लङ्गु बल्ल हामी तासाङ खर्का पुग्न लाग्यो Hallelujah. Yeshua Hallelujah. ओ चिप्लिन्छ फेरि ओ लम्बुदमा होइन होइन त्यसरी भन्न नि हुँदैन
बिस्तारै यहाँ चिप्ल्यो भने यहाँ त खतरा लड्छ फेरि होइन आउनु न आउनु कसैले त ट्राई पनि गर्नु न लो म ट्राई गर्छु है आयङ ट्राईलाई त ओ थाहा छ ओ मान्छे लाग्छ मान्छे छिटाउनु ढुङ्गा ल्याउनु पर्यो आयङ पब्लो 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 अथवा फेरि चुरिम चुङ्ला अरे मोमो फेचे सिधा फेचे आकेल बो आयङ 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 निउँ धामेको मायाबाट आयो अथवा सेतोभन्दा कालोले त ल्याउँछ आता 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 आयङ अब ने एलो होला जम लेभल ना मिल दिगे थल 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 फेरि तलै पुग्ला फर्केर तेरे यार बेकार हो ओ तान 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 कसैले तान तान अब हुजुर आनेले छेउ मेरोमा थागै थागै हामी चिनेन खर्का चिनेनमा त लौ तिनी मौसम चाहिँ एक सादा पनि हुँदैन म त ल फेरि मान्छे बुढाबुढी भएपछि चाहिँ बाटोबाट जाने अहिले चाहिँ यसो आयाङबाङे डाइलेक्ट अहिले चाहिँ भिरालो भिरालो कान्लामा पनि जाने बाटै चाहिँदैन अहिले यो भोलि पर्सि चाहिँ यसरी कोर्सी गर्नुपर्छ यहाँ अहिले चाहिँ दाजु हातमा म्याट बोकेको छौँ किनभने हामी फेरि पनि प्रभुको महिमाको निम्ति हाम्रो आफ्नो जीवनको लागि हामी उपवास सङ्गति सेवा यानि कि डाँडा उपवास हामी गइराखेको छौँ हामी एकदमै यहाँ कतिजना 60 वर्षको आमाहरू हुनुहुन्छ तर पनि हामी प्रभुमा जोस छौँ है प्रभुमा हामी एकदम जागृतिको साथ अगाडि बढिराखेको छौँ चारका खर्का भल्ल लम्चेत त लम्चेत हो लम्चेत खर्का यी मेन्यु आफ्नै तालमा हामी चाउचाउ पकाउँदै आगो सहाय आफ्नै तालमा है सबैजना
यहाँ चिताइन यहाँ वा भाइ लो त भइहाल्यो नि सो भाइ आफै हेर्नु न गजब भएको अरे पाकेछ कि मजाले मुर्लङ याकन हो उजाकन फ्युगलो आफै पाक्ने रहेछ त है ल अब हामी घोक्चेत खर्का त्यो ट्रेनिङमा पनि धेरै आश भयो कि 4 दिनको म काठमाडौँ थियो ठ्याक्कै धेरै मन्डल यस्तो हुनु पर्यो अस्ति झाङ्ने बुढालाई बक्समा हाल्यो अहिले पार्टी गरेको भाइले ल ब्रे पुहाल्जी वो बल्ल हामी बस्ने ठाउँ मैले भने विशेष ठाउँ यो लङ्मुचेत भन्ने ठाउँमा आइपुग्यो हामी 4 जना चाहिँ अघि नै भयो अनि हाम्रो साथीहरू चाहिँ तल कहाँ छ थाहै भएन यसरी हुँदै आउने हो कान्ने सिमालको छेउमै ओ